नयाँ देशमा ओर्लिनु भयो, मोबाइलमा नो सर्भिस देखायो। भाषा आउँदैन, बाटो थाहा छैन, अब कोठासम्म कसरी पुग्ने? तपाईको पहिलो दिन नाइटमेयर नबनोस् भन्नका लागि यी 4 स्टेप फलो गर्नुहोस्। पहिलो स्टेप, कनेक्सन। कोठामा पुगेर वाइफाई चलाउला नभन्नुहोस्। एयरपोर्टबाटै सिम लिनुहोस् वा घरबाटै ई सिम लिएर जानुहोस्। म्याप हेर्न र घरमा म पुगे भन्न यो नभई हुँदैन। दोस्रो, गाडी। एयरपोर्ट बाहिर ट्याक्सी भन्दै आउनेको पछि कहिले नलाग्नुहोस्। त्यहाँ तपाई ठगिन सक्नुहुन्छ। सधैँ एयरपोर्टको अफिसियल ट्याक्सी वा राइड शेयरिङ एप नै प्रयोग गर्नुहोस्। तेस्रो, तपाईको डकुमेन्टको सुरक्षा। पासपोर्ट र भिजा झोलाको कुनामा होइन, हात पर्ने ठाउँमा राख्नुहोस् र एउटा टेप सबै कागजको फोटो खिचेर मोबाइलमा सेभ गर्न नबिर्सिनुहोस्। चौथो, रेस्ट लिनुहोस्। पुग्ने बित्तिकै सबै काम सक्नुपर्छ भन्ने छैन। शरीरलाई नयाँ ठाउँमा भिज्न दिनुहोस्। सुरुवात राम्रो भयो भने बाँकी बसाइ पनि सजिलो हुन्छ। विदेश जाने साथीलाई यो भिडियो शेयर गर्नुहोस् र पछि हेर्न सेभ गरिराख्नुहोस् है।